पनि हामी नृत्यले पनि तयार भएका छौँ। आज हाम्रो चारैजना जज चाहिँ एकदमै खास हुनुभएको छ यो प्यानलको लागि। त्यसै गरिकन अबको पारीमा हामी इन्ट्रोड्युस गर्न चाहन्छौँ मिस बङ्गाल 2013 को विजेताको रूपमा रहनुभएको छ। त्यसै गरिकन इन्टरनेसनल फेसन डिजाइनरको रूपमा रहनुभएको छ। We are very pleased to have her on this stage. So ladies and gentlemen, make some noise for Miss Vanessa Sharma Patel. Oh, one and only Mr. Navneet Raj Pradhan. Alright, धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी उहाँलाई पनि स्वागत सम्मान जनाइदिनको लागि टिमलाई म हार्दिक अनुरोध गर्न Alright, धेरै धेरै धन्यवाद दिन चाहन्छु। Vlog. Sangeet Gautam, contestant number 1, representing Viratnagar 3. Namaste everyone, it's me, Sujashwi Chamagai from Viratnagar. Namaste everyone, it's me Risan Kimire, contestant number 4, proudly representing Viratnagar 3. Namaste everyone, I am Sanskriti Sarma, contestant number 5. I am 13 years old girl from Viratnagar 6 DFM. Good evening everyone, it's me Sapeksha Shrestha, contestant number 6 from Viratnagar 3. Good evening ladies and gentlemen, it's me Sanskar Sharma, contestant number 8, from Viratnagar 6 BFM. I am not competing with others. I am competing with the person I was yesterday. Namaste everyone, it's me, Badal Paswan here. Contestant number 9, representing my hometown, Katari and Orchid College, Viratnagar. My hobby is to do arts and social work, while my aim is to be neurosurgeon. Thank you. Good evening everyone, I am Arya Basit, contestant number 10 from Viratnagar 3. I am 17 years old, currently reading in Shikshadeep Secondary College. My hobby is dancing and my aim is to be a businesswoman. Hello ma'am. तपाईँलाई थाहा छ तपाईँ हाँस्दा एकदमै राम्रो देखिन्छ है Thank you ma'am. You too ma'am. मुख स्ट्यान्ड चाहिँ मुखमा राखिराख्नु होला Always ma'am. ओके आर यु रेडी Yes ma'am. ओके इफ यु विल बी मिस्टर एन्ड मिस टिम विराटनगर हाउ विल यु use this title to inspire others? Thank you so much for your question ma'am. My answer goes like this.
If I be Mr. and Miss Team Viratnagar, I will use this title to inspire young people to believe in themselves. I believe in confidence, and confidence creates opportunity. One motivated people can motivate many more. That's how the real change begins. Thank you, man. सम्पूर्ण टप 8 कन्टेस्टलाई हामी फेरि पनि धन्यवाद दिन चाहन्छौँ र अबको पालीमा हामी टप 5 प्रोप्राइटरको रूपमा रहनु भएको छ प्रेम देवालज्यूलाई म देखिरहेको छु एकचोटि उहाँहरूको लागि पनि जोरदार ताली अब विराटनगरले चाहिँ हामीलाई निकै लामो समयदेखि मिडियाको रूपमा साथ दिइरहेको छ र यसै गरी प्रेम देवालज्यूलाई पनि एज अ गेस्ट अफ अनरको रूपमा स्टेजमा रहनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु एकचोटि जोरदार ताली मिस्टर प्रेम देवालज्यूलाई मिडियामा त देखिन्छ र उहाँलाई आज स्टेजमा पनि हामीले स्वागत गर्न पाउँदा फेरि हामी धेरै खुसी भएका छौँ र धेरै धेरै धन्यवाद दिन चाहन्छु आदरणीय व्यक्तित्व मिस्टर प्रेम देवालज्यूलाई चाहन्छौँ सो योभन्दा अगाडि हामी फेरि पनि जानकारी दिन चाहन्छौँ पर्सनली म सबैजनालाई उत्तिकै सपोर्ट गरिदिनुलाई किनभने आज जर्नी उहाँहरूको यहीँ सकिएको होइन अझ धेरै लामो यात्रा बाँकी नै छ आज उहाँहरूलाई अझ हौसला दिनु तपाईँले चाहिँ तनुष्का फेसन स्टुडियोमा जोडिन सक्नुहुनेछ त्यसै गरी इन्स्टिट्युटको हबको रूपमा रहेको छ भने एकदमै ब्युटिफुल एकदमै ह्यान्डसम हबहरूलाई आज सजाउनको लागि ड्रेसहरू पनि एकदमै मजासँगले रहेको छ सो लेडिज एन्ड जेन्टलमेन अबको पालीमा हाम्रो क्वेसन एन्सर राउन्ड सुरुवात रहनेछ सो सबैजना एकदमै साइलेन्ट भएर सुनिदिनु होला सो क्वेसन एकदमै ध्यान दिएर सुनिदिनु यही 3 मिनट्सको डिसिजनले यही 3 मिनट्सको तपाईँहरूको कामनेसले गर्दाखेरि यु गाइज विल बी द विनर सो एकदमै ध्यान दिएर र प्लिज अडियन्सहरू पनि हल्ला नगरिदिनु होला 3 मिनट नानीहरूले फोकस गर्नुपर्ने हुन्छ सो म क्वेसन्स इङ्ग्लिसमा पनि भन्छु नेपालीमा पनि भन्छु र यदि बुझ्नु भएन भने जस्ट यो रेज योर ह्यान्ड म फेरि रिपिट गरिदिन्छु सो स्ट्रेस नलिनु एकदमै कामले आफूलाई जस्तो आउँछ त्यस्तै गर्नुहोस् सो माई क्वेसन्स इज यु अल आर फ्रम विराटनगर राइट सबैजना विराटनगरबाट हुनुहुन्छ सो विराटनगरकै बारेमा छ क्वेसन एकदमै इजी क्वेसन छ है सो म फर्स्टमा इङ्ग्लिसमा भन्छु देन आई विल रिपिट इन नेपाली अल्सो सो जब म स्टार्ट भन्छु अदरवाइज हाम्रो होस्टले स्टार्ट भन्नुहुन्छ देन अहिले हजुर स्टार्ट गर्नु रुल्सहरूको बारेमा हजुर क्लियर हुनुहुन्छ ओके माई क्वेसन फर यु इफ यु गेट चान्स टु इम्प्रुभ वान थिङ एबाउट युर सिटी विराटनगर वाट वुड इट बी एन्ड वाइ म नेपालीमा भन्छु विराटनगरको बारेमा केही कुरा परिवर्तन गर्ने मौका पाउनुभयो भने तपाईँ केही कुरा परिवर्तन गर्नुहुन्छ र किन बुझ्नुभयो ओके Second left and the countdown start 10 9 8 7 6 5 4 3 2 and 1 pen down please Creator Award. साथमा उहाँलाई साथ दिने छ एलो हर्बलको निकै मजाको प्रोडक्टले जसले सम्पूर्ण उहाँको स्किन तथा हेयरको एकदमै मजाको केयर गर्नेछ त्यसै गरी अल नेचुरल प्रोडक्टद्वारा बनिएको एलो हर्बल मेड इन नेपालको प्रोडक्ट उहाँले प्राप्त गर्नुहुँदैछ
उत्कृष्ट भएर जानुहुन्छ र एकदमै उत्कृष्ट हुन्छ भनेर हामी एकदमै आशा बोकिरहेका छौँ र टप 8 कन्टेस्टेन्टहरूले पनि एकदमै राम्रो गर्दै जानुहोस् भनेर हामी सबैजनाको एकदमै आशा रहेको छ र यही कुराहरूलाई एकदमै साक्षी राख्दै र आजको साँझलाई एकदमै स्पेसल बनाउँदै अब हामी अनाउन्स गर्न तयार रहेका छौँ। So ladies and gentlemen, this is Ronak Christian Agency and Taj Events presents Mr. and Ms. Team Viratnagar 2026 and the second runner-up goes to Miss Arya Basti. Mr. Sangeet Gautam. So Mr. and Ms. Team Viratnagar 2026 को उपविजेताको रूपमा रहनुभएको छ, फर्स्ट रनरअपको रूपमा रहनुभएको छ मिस्टर सङ्गीत गौतम रेसी गरिकन उहाँले पाउनुहुनेछ हिमालयन लाइफ इन्सुरेन्सको तर्फबाट 2 लाखको टर्म लाइफ इन्सुरेन्स रेसी गरिकन धेरै धेरै बधाई दिन चाहन्छौँ मिस्टर सङ्गीत गौतम। अन्तिम नाम जहाँनिर रोनक क्रिस्चियन एजेन्सी प्रेजेन्ट्स मिस्टर एन्ड मिस टिम विराटनगर 2026 तपाईँ सबैजना तयार रहनुहोला। त्यसै गरिकन आजको साँझ यही एकदमै रमाइलोसँगले हामी प्रेजेन्ट गरिरहेका छौँ। त्यसै गरिकन हामी रहेका छौँ मिस्टर एन्ड मिस टिम विराटनगर 2026 त्यसै गरिकन रोनक क्रिस्चियन एजेन्सी त्यसै गरिकन मेन स्पोन्सर रूपमा रहनुभएको छ बिरयानी अड्डा विराटनगर। फिटनेस पार्टनरको तर्फबाट त गोल्ड जिमको तर्फबाट उहाँले पाउनुहुनेछ 1 वर्षको एकदमै फ्री सब्सक्रिप्सनको रूपमा उहाँले प्राप्त गर्नुहुनेछ। टोइलेट डोर एन्टीको तर्फबाट पनि एकदमै मजाको गिफ्ट ह्याम्पर उहाँले प्राप्त गर्नुहुनेछ। नेपाल प्रिमियम ब्याग भनेर हामीले चिन्ने गर्दछौँ टोइलेट डोर एन्टीलाई त्यसै गरी उहाँ त्यहाँ तर्फबाट पनि उहाँले एकदमै मजाको गिफ्ट ह्याम्पर प्राप्त गर्नुहुनेछ। यसरी टोइलेट डोर एन्टीलाई पनि